एउटा हाउसवाइफको जिन्दगी बाहिरबाट जति सजिलो देखिन्छ भित्रबाट त्यति नै गहिरो र थकाइलाग्दो हुन्छ। बिहान आँखा खोल्न बित्तिकै जिम्मेवारीहरू लाइन लागेर उभिएको हुन्छ। किचन, सरसफाई, नानीको जरुरत, परिवारको आवश्यकता र यस्तै कामहरूसँग दिन कहिले सुरु हुन्छ, रात कहिले पर्छ थाहा नै हुँदैन। कहिलेकाहीँ त आफ्नो लागि एक क्षण समय निकाल्न पनि फुर्सद नै हुँदैन। अरूको लागि सबै कुरा मिलाउँदै आफ्नो मन, आफ्नो थकान, आफ्नो चाहना कतै हराइदिन्छ। घरमा बस्ने जसले घर सम्हालेर बसेको छ उसलाई कसैले सोध्दैन तिमी कस्तो छौ, तिमी आज थाक्यौ भनेर, किनकि सबैलाई थाहा हुन्छ तिमी त घरमै छौ नि, के काम हुन्छ र। तर साँचो कुरा के हो भने घर सम्हाल्नु भनेको कुनै सानो जिम्मेवारी होइन। यो त बिना स्यालेरी, बिना छुट्टी सबैभन्दा ठूलो जिम्मेवारी हो। एउटा घर चलाउन, परिवारलाई खुसी राख्नको लागि हरेक दिन एउटा घरको आमाले आफ्नो थकाई, दुःख, पीर बिर्सिएर आफूलाई सम्हालेर परिवारलाई थामेर उभिएको हुन्छ। हाउसवाइफको काम देखिँदैन तर महसुस गर्न सकिन्छ। बिहान सबैभन्दा छिट्टो उठेर राति सबैभन्दा अन्तमा ओछ्यान पस्नु, घरको काम, परिवारको ख्याल गर्नु, घरभित्रदेखि बाहिरसम्म सानोभन्दा सानो कुरोलाई सम्हालेर राख्नु, आफ्नो समय, आफ्नो सपना, आफ्नो आराम सबै परिवारको लागि त्याग्नु सजिलो कुरा होइन। यसैले आमाहरू, हाउसवाइफहरू, दिदीहरू, बहिनीहरू जसले तपाईँको घर परिवार सम्हालेर बस्नुभएको छ उनीहरूको कदर गर्न सिकौँ, उनीहरूको कामको पनि सम्मान गर्न सिकौँ। किनकि एउटा हाउसवाइफको जिन्दगी बाहिरबाट जति सजिलो देखिन्छ भित्रबाट त्यति नै गहिरो